ल वेलकम टु माई न्यू ब्लग साथीहरू। अहिले हामी कता जाँदैछौँ रे क्षितिज? ल यो चाहिँ क्षितिज कार्की, मेरो जेठो मामाको छोरा। दामी छ ल, चारैतिर देखाइदिनु ल। मर्निङ वाक हुँदैछ है अहिले, तर दुईजना चाहिने रहेछ यार भ्लग गराउनु त। आज चाहिँ मान्छेहरू अलिक कमै आएर रहेछ नि त्यहाँ, छैन कहाँ कम हो। बिहान भिड हुन्छ। अहिले त मान्छेहरू गइसक्यो होला है तपाईँ? बबाल छ कि हौ भन्दै त यो भैरव मन्दिर बुटल बेलपास। रोक्नु एकछिन रेस्ट लिएको। त्यति उकालो त होइन, त्यही पनि कस्तो थकै लाग्ने कि। यहाँको मान्छेहरूलाई त बानी परिसक्यो होला कि कसो? पाइन्छ पर्खी मलाई ल। भ्यू चाहिँ बबाल आउँछ कि यहाँबाट फेरि। योभन्दा अझै माथि कहाँ जाने हो? अझै माथि जाने हामी? पोखरी छ माथि। पोखरी छ त्योभन्दा नि माथि छ भने हेर्ने ठाउँ माथि जामलाई डाँडाको टुप्पोमा। हो त्यो डाँडाको टुप्पोमा। ल मन्दिर चाहिँ बवाल छ ठ्याक्क हाइटमा। बोर्ड सार्वजनिक सूचना के लेखेछ कुनै के पढ्नु। फाइनल्ली हो क्या? मन्दिर आइयो। अनाज सस्ता खाइयो के अरे? अगाडि जाने क्या? उयो पनि रोक्नु
ल यहाँबाट भ्यू चाहिँ दामी आउँछ यो हुनाले अझै माथिबाट दामी आउँथ्यो होला है भ्यू त्यहाँ उभिनु त घामले त पुरा अनुहारमै हानिदियो यार दिउँसो त खतरा मार्छ यो घामले दिउँसो त घामले खतरा हान्छ हामीलाई ल अहिले हामी अझै माथि जाने त्यहाँ छेत्री मन्दिर अब जुम गर्नुपर्छ कहाँ छ खै यहाँ ए त्यहाँ रहेछ ल अझै माथि जाने होइन अब हामी माथिको दृश्य चाहिँ बवाल हुनेवाला छ है ल भिडियो चाहिँ हेर्दै गर्नु होला कहाँ फेरि इस्यु गरिदिनु होला क्षितिज भिडियो चाहिँ हेर्दै गर्नु होला म्यान भर्सेस वाइल्ड गर्नु ला अब यो क्षितिजले बिस्तारै हिँड है बिस्तारै अनि मोबाइल कसले समाउँछ त फेरि हे भगवान् ल केही छैन हामी लङ बाटो हिँड्छौँ अब अहिले गर्मी हुन थालिसक्यो मलाई बिहान बिहान जोस मर्निङ वाक गर्दा चाहिँ बवाल हुन्छ कि एक्सर्साइज पनि हुन्छ धेरै माथिसम्म चाहिँ पुगिन्न होला घाम चर्किन थालिसक्यो कता खाथ्यो थाकिसक्यो अहिले नै ल ल हिँड्यो अरू मान्छे हिँड्ने मान्छेहरूलाई जे होस् विश्राम होला विश्राम के भन्छ त्यसलाई ल अब हामी अझै माथि लाग्यो टाढातिर गाउँभन्दा पनि माथिबाट जे होस् भ्यू राम्रो आयो त दामी हुन्थ्यो कि खास ल घाम सकिसक्यो अझै माथि गइन्छ त्यहाँ कस्तो भ्यू हुन्छ यता न यो मन्दिर देखिन्छ यो मन्दिर स्कुल घर धेरै धेरै देखिन्छ ल यो चाहिँ कुन स्कुल अरे जितेश्वरी जितेश्वरी होइन ल अब नआउनु भएका जति यहाँ भिजिट गर्न सक्नुहुन्छ है बब्बाल आउँछ म डाइरेक्ट भन्दा माथि चाहिँ पोखरी छ क्या वनको कुरा गरेर राखेँ सुन त
यो मजुरको होइन अरे क्या क्या करूं मैं इसका क्या करूं इसका क्या करूं मार भी नहीं सकता चिकन बिरयानी वन कुखुरा खाने पाउनु है मयुरको ल त साथीहरू आजको लागि यति नै भिडियो राम्रो लागेमा लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला है ल धन्यवाद